हुन त राजनीतिक विषय मेरो व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि कुनै चासोको विषय भन्ने पक्कै पनि होइन। र अहिलेको परिप्रेक्ष्यमा मैले यो विषयमा आफ्नो विचार र मन्तव्य राख्नु कतिको सान्दर्भिक हुन्छ वा मैले राखेको आफ्नो विचारले अहिलेको परिप्रेक्ष्यमा कतिको प्रभाव पार्छ भन्ने विषयमा पनि म निश्चित भन्ने पक्कै पनि छुइनँ। तर दार्जिलिङ जो म जन्मेको, म हुर्केको, मैले अति नै माया गरेको ठाउँ, आफ्नो जन्मभूमि, आफ्नो मातृभूमि भएको कारणले गर्दाखेरि म केही कुराहरू आज राख्न गइरहेको छु। त्योभन्दा पहिला हाम्रो पहाडकी रानी दार्जिलिङलाई अहिलेसम्म नेतृत्व गरेर आउनुहुने सबै जति पनि राजनीतिक दल, राजनीतिक नेतृत्वगणहरू हुनुहुन्छ, पुरानो तथा नयाँहरू र सरकारी निकायका प्रमुखहरू, प्रशासनका प्रमुखहरू, सरकारद्वारा नियुक्ति पाएर आउनुभएका प्रमुखहरू जतिजना हुनुहुन्छ र अहिलेसम्म हाम्रो पहाडकी रानी, हाम्रो दार्जिलिङ जिल्लालाई भनौँ, डिस्ट्रिक्टलाई भनौँ, गोर्खाल्यान्डलाई भनौँ, अहिलेसम्म तपाईँले नेतृत्व गरेर आउनुभयो, यहाँहरूप्रति पनि म एकदमै सम्मान जनाउन चाहन्छु। र आज मैले राख्न गइरहेको कुरा चाहिँ मलाई लाग्छ यो चुनाव पछिको जुन अवस्था छ दार्जिलिङमा, अनि विशेष गरी विगत केही दिनदेखि विशेष गरेर सामाजिक सञ्जालमा हाम्रो पहाडमा विशेष गरेर अहिले नेतृत्वमा हुनुहुने विशेष गरी जति पनि राजनीतिक दल प्रमुखहरू, सरकारी तौरबाट नियुक्त पाउनुभएका हाम्रा प्रमुखज्यूहरू, म नाम काटेर भन्न चाहन्न, यहाँहरू सबैले विविधै छ। विशेष गरी अहिले चाहिँ सोसियल मिडियामा उहाँहरूले एकले अर्कालाई चाहिँ दोस्याउने, दोषारोपण गर्ने, कट्याक्ष गर्ने, कुनै कुनै भिडियोजहरूमा त एकले अर्कालाई धम्की दिने, एलिगेसन्सहरू लगाउने कुराहरू एकदमै व्यापक भइरहेको छ। अनि यो कुरो चाहिँ पहिलोपटक भने पक्कै पनि भएको होइन, तर यो पटक चाहिँ अलिकति व्यापक भएको हो कि भन्ने मलाई लागिरहेको छ। अनि हामी जति पनि दार्जिलिङ पहाडका हामी जनताहरू छौँ, हामी पब्लिकहरू छौँ, हामी गोर्खालीहरू छौँ, हामी सबै कुरालाई चाहिँ निहालिरहेका छौँ, हेरिरहेका छौँ। अनि म यो भिडियो मार्फत यति मात्रै भन्न चाहन्छु, यो जे भइरहेको छ यो पक्कै पनि राम्रो चाहिँ भइरहेको छैन। चुनाव हो, इलेक्सन हुनैपर्छ, पोलिटिक्स, राजनीतिक चाहिँ राज्यको, समाजको, हाम्रो जीवनको पनि अभिन्न अङ्ग हो। राजनीतिक आफैमा चाहिँ गलत कुरा होइन है, तर जुन प्रकारले राजनीति गरिन्छ त्यो गलत हुँदाखेरि चाहिँ राजनीतिलाई चाहिँ हामीले गलत दिशातिर मोडेर लिएर गएका हुन्छौँ। त्यसले गर्दाखेरि मलाई लाग्छ हामी दार्जिलिङको जनताहरूले अझै पनि हृदयभित्र एउटा आशा जगाएर बसेका छौँ कि दार्जिलिङमा के नयाँ कुरा हुन्छ, के नयाँपन आउँछ, अथवा गोर्खाल्यान्ड आउँछ, अथवा हामी पहाडवासीहरूले अथवा हामी आउने पुस्ताहरूले चाहिँ नयाँ आयाममा जिउन पाउँछ भन्ने आशा पक्कै पनि हामीले हृदयमा राखेका छौँ। र म स्वयंले पनि राजनीतिक क्षेत्रमा विगतमा नसघाएको, नखटेको भन्ने चाहिँ पक्कै पनि होइन। त्यसले गर्दाखेरि म जति पनि दार्जिलिङमा अहिले नेतृत्वमा हुनुहुन्छ, विशेष गरी राजनीतिक दलका प्रमुखज्यूहरू, अहिले जुन यो क्रमबद्ध रूपमा एकले अर्कालाई दोस्याउने, एकले अर्कालाई हेप्ने, एकले अर्कालाई चाहिँ धम्की दिने, एकले अर्कालाई चाहिँ दोषारोपण गर्ने किसिमका यो सामाजिक सञ्जालमा एक किसिमको यो नौटङ्की नै भनौँ, अथवा एक किसिमको यो नाटक भनौँ, ड्रामा भनौँ, या एक किसिमको यथार्थ नै भनौँ, यो भइरहेको छ। यसलाई चाहिँ रोकिदिनुहोस् है, यदि सम्भव भए तपाईँहरू यो समूहमा आएर है यो विषयहरूमा तपाईँले बातचित गर्न सक्नुहुन्छ। मलाई लाग्छ अब दार्जिलिङवासी र हामी पक्कै पनि लाटा छैनौँ, हामी पक्कै पनि मूर्ख छैनौँ, र हामीले दार्जिलिङमा के भइरहेको छ, कसले के गरिरहेको छ भन्ने कुरा सहित हामी बुझ्ने पक्कै पनि भएका छौँ। त्यसले गर्दाखेरि यो कुराहरू चाँडोभन्दा चाँडो बन्द होस्। यो जुन यो कोल्ड वार भनौँ या यसलाई के भन्छ अहिले टेक्निकल भाषामा है, बिहान 12 बजी बेलुकी राति जताततै हाम्रा पहाडका हाम्रो फेरि आफ्नै गोर्खाली दाजुभाइहरूको झगडा भनौँ, तमासा हामी देख्न परिरहेको छ। यो देख्नु नपरोस् र म दार्जिलिङवासीहरू सबैलाई हार्दिक शुभेच्छा पनि दिन चाहन्छु र आशा गरौँ हाम्रो दार्जिलिङमा चाँडोभन्दा चाँडो
स्थिर वातावरण सृजना भएको होस्, स्थायी समाधानका कुराहरू आएको होस्। हामी त अहिलेसम्म मोटामोटी यसरी दुःख सुख जिइरहेका छौँ, तर अब हाम्रा छोराछोरीको लागि, हाम्रो आउने पुस्ताको लागि सायद होइन, हामीले पक्का निश्चित रूपमा हामीले केही न केही ठोस कदम चाल्नुपर्छ, ठोस कुरा हामीले गरेर जानुपर्ने हुन्छ। जय गोर्खा, जय गोर्खाल्यान्ड। सबैप्रति सम्माननीय नमस्कार।